विद्यार्थी दलहरू आवश्यकै छैनन्, यो चाहिँ म स्पष्ट क्लियर छु। मेरो पार्टीको पनि छन् विद्यार्थी सङ्गठनहरू। विद्यार्थी सङ्गठनमा राजनीति गर्नका लागि एउटा क्याम्पस चाहिन्छ, एउटा छुट्टै विश्वविद्यालयको व्यवस्थापन गरौँ जहाँ राजनीतिक शास्त्र मात्र पढाइ हुन्छ। यो राष्ट्रिय प्रजातन्त्र पार्टीको भन्दा अलि ज्ञानेन्द्र साईको धारणा भनौँ है, किनकि पार्टीको केन्द्रीय समितिबाट पास भएको छैन, नभएको कुरो नगरौँ, मेरो धारणा हो। र मैले सकेसम्म विद्यार्थी सङ्गठन चाहिँ हरेक कलेजमा खारेज गर्नुपर्छ भन्ने लाइनमा छु। तर राजनीतिक पुरै बन्द गर्नुहुन्न, यसका लागि छुट्टै राजनीतिक शास्त्र पढाइ हुने विश्वविद्यालयको स्थापना गर्नुपर्छ। किन राजनीति गर्ने मान्छे त्यहाँ गएर पढेर आउँछ, किन त्यो पनि चाहिन्छ। राजनीतिक नभयो भने त फेरि देश चल्दैन। त्यसका लागि मेरो प्रश्नको जवाब त दिनुहोस् होइन। त्यो भए हुनाले अहिले चाहिँ के छ भने म आज तपाईँलाई एउटा मेरो भोगेको पीडा सुन्छु। जानुस् त आज कस्ता राम्रा क्याम्पसहरू आज विद्यार्थी राजनीतिले गर्दा गुन्डा पाल्ने थलो जस्तो बनेका छन्। त्यो भए हुनाले क्याम्पसमा राजनीति गर्ने होइन, राजनीति गर्नका लागि एउटा छुट्टै विश्वविद्यालयको स्थापना गर्ने सरकारले त्यो गर्न सक्छ। हामी सरकारलाई साथ दिन्छौँ। एउटा राजनीतिक शास्त्र पढाइ हुने विश्वविद्यालयको व्यवस्थापन गरौँ। तर हरेक कलेजमा पार्टीको नाममा जुन भातृ सङ्गठन खोल्ने गरिरहेका छन्, यो पार्टीको भातृ सङ्गठन पनि खारेज गर्नुपर्छ। विद्यार्थी सङ्गठन मात्र होइन, कर्मचारी युनियन पनि खारेज गर्नुपर्छ। किन कर्मचारी युनियन खारेज नगर्दा यति समस्या छ कि आज एउटा सुब्बा लेभलको मान्छे सचिव सरुवा गरेर बसेको छ आज। त्यो भए भनेर कर्मचारी युनियन, अझ तपाईँहरूको पत्रकारका भातृ सङ्गठन पनि खारेज गर्नुपर्छ। पत्रकारहरूको तपाईँ छन् नि विभिन्न नेकपा एमाले समर्थित पत्रकार समूह अरे, हाम्रै रापर भएको पनि छ एउटा होइन। यस्ता यी सङ्गठन आवश्यक छैन पेसागतमा। हो, पत्रकार महासङ्घ चाहिन्छ, त्यो स्वतन्त्र होस्। तर यी पार्टीका नाममा विभिन्न सङ्गठन खोलिया छन् नि, यो चाहिँ तत्काल खारेज गर्नुपर्छ।